आज चाहिँ एलेक्स रिभिल हुँदैछ अनि एलेक्सलाई चाहिँ धेरै भयो थियो नि त। अब अस्ति इन्टरभ्यूमा हामीले सब कुराहरू भनेको थियौँ, तर इन्टरभ्यू चाहिँ आज बेलुका आउँछ। तर इन्टरभ्यू पछि नै हामीले यो भिडियो अपलोड गर्छौँ, आज चाहिँ ढिलो नै हुन्छ। अनि एलेक्स चाहिँ को हो, के हो, किन कुरा क्लियर नगरेको भनेर धेरैजनाको गुनासो पनि थियो। अनि त्यो कारणले गर्दा चाहिँ आज चाहिँ हामी एलेक्सलाई पनि रिभिल गर्दैछौँ है एलेक्स। सबैजना हुँदैछौँ र एलेक्सको लागि गिफ्ट पनि ल्याउँदैछौँ हामीले, त्यो जुत्तावाला स्केटबोर्डवाला बस यो बोर्डवाला। अनि सो गाइस सबैजना भएर रमाइलो गर्दै गफगाफ गर्दै अनि एलेक्सलाई पनि रिभिल गर्नेछौँ। अनि उहाँको नाम रहेको छ इच्छा एकदमै छकछके, अनि उहाँको नाम रहेको छ मुना एकदमै भटभटे, अनि मेरो नाम रहेको छ सन्तोष एकदमै सोझो साझो इमान्दार। अनि यता चाहिँ एलेक्स रहनु भएको छ र यता नितो म्याडम दाँते रहनु भएको छ र उता चाहिँ अब फ्याट रहनु भएको छ, लक्ष्मी म्याडम आउनु भएको छ। सबैजना चाहिँ आज हामी यहाँ बसेर चाहिँ रिभिल गर्दैछौँ, किन भन्दा अब यता भान्जा भान्जी अब जन्मिन लागिसक्यो र एलेक्सले के भन्नुपर्छ अरे, दाई नै भन्नुपर्छ। सो गाइस धेरै कुराहरू छ। अनि एलेक्स यहाँबाट सोध्दै जाऊँ है त, एलेक्सलाई सोधौँ ल, भन हस् भन न उको पहिला भन अनि बल्ल उको यता हेरेर को होला भन को भन ल, इन्टरभ्यूमा के भन्थ्यो त्यही भन। अनि उहाँ हजुरआमा। सो गाइज अनि आज चाहिँ एलेक्स रिभिल भइसकेको छ। एलेक्स चाहिँ मेरै छोरा हो है। अब यो कुरा तपाईँहरूलाई धेरै लुकाएँ मैले, 3-4 वर्षसम्म लुकाएँ, त्यसको लागि सरी। मेरो विगतमा